नेपालमा ओसाका भन्ने ठाउँमा अहिले 2025मा हुनु गइरहेको एक्सपोको झलक हो। अनि यो अस्ति 6 तारिक चाहिँ अप्रिल 6 तारिक चाहिँ 50,000जना मान्छेहरू चाहिँ छिराएको थियो यहाँ चाहिँ घुम्नलाई, अथवा के कस्तो भइरहेछ अहिले, कतिको एक्सपोको लागि कतिको के भइरहेछ भनेर हेर्नको लागि चाहिँ छिराएको थियो 50,000जना होइन। अनि यो अचम्म लागेको म पनि त्यहीँ सधैँ जान्छु होइन, तर त्यो माथि चाहिँ कस्तो के नै होला भनेर पनि छिरेकै थिएन। अनि अस्ति छिरेको क्या, त्यही दिन चाहिँ म पनि गएको। आमामा माथि जाँदा त त्यो काठमा त देखिँदैन नि त तलबाट त, अनि माथिबाट म हेर्दा त यसरी हेर्दै गएँ म पनि छक्कै परेँ। एकजना दिदी पनि थियो, दिदीले के म भन्दा सानो यो बहिनी नै हो, उहाँ पनि आउनुभएको थियो नेपालबाट। अनि हामी यसो हेर्नु गएको, यस्तो रमाइलो देख्ने भनेछ कि कस्तो त्यो हुन्छ नि माथि, त्यत्रो माथि हो तर पनि कस्तो भुइँमै हिँडेको जस्तो, त्यो घाँसहरू पनि सबै रोपेर कि माथि नै त्यत्रो माथि उठाएर त्यही माथि फेरि